गुड मर्निङ है साथीभाइ। म चाहिँ आज डेन्चोङ है जाँदैछु र यो जुन चाहिँ हाम्रो नयाँ है यो भोट बिसको फर्म यो भरेर चाहिँ आज बुझाउनु पर्नेले गर्दा चाहिँ म डेन्चोङ हाम्रो पञ्चायत भवन है जाँदैछु। र अहिले चाहिँ म कहाँ जाँदैछु भने कुन ठाउँमा छु भने हाम्रो यो 9 माइल है यो जुन चाहिँ रोड छ नि त्यो रोड त्यहाँ म अहिले हिँड्दैछु र यो सबै हाम्रो यो डेन्चोङ 9 माइलको यो सबै दृश्य हो। एक प्रकारको ठाउँ देखिन्छ है, एकदम हरियाली ज्यादा है। त्यसरी नै अब हिँडेर जाँदा 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 कतिखेर चाहिँ पुग्ने रहेछु। अहिले लगभग 9:40 9:50 को छेउछाउ भयो टाइम है। यसरी म अब जाँदैछु र यो चाहिँ जोरथाङ जाने रोड हो। के गर्नु साथीभाइ, भोट नलगाउनु पनि नहुने, लाउँ भन्दा पनि यसरी अब है रुल चेन्जहरू भएकोले गर्दाखेरि अलिकति अब तक्लिफै पाइन्छ। बसाइ छ अब सालघरी है, भोट लगाउनु पर्छ मैले उता डेन्चोङमा। त्यसले गर्दा चाहिँ आफ्नो अब बसेको जग्गादेखि यसरी फर्महरू है कागजपत्रहरू बोकेर बुझाउनु जानुपर्ने है। लगभग आज मलाई अहिले बिहानदेखिको 2-3 बजीसम्म चाहिँ टाइम लाग्छ होला जोरजोरमा है। एउटा गाडीले झन्नै बजायो साथीभाइ। यत्रो ठुलो रोड छ र पनि के त्यसको ओभरटेक किन गर्नु परेको होला, झन्नै भेटायो यहाँनिर।